सो आज म बिहानै पनि उठेँ अनि म फ्रेस भएँ। त्यसपछि म पसलतिर जान लागेँ, पसल खोल्न। पसलमा गएर म सतहरू खोलेँ। त्यसपछि म सबै सामानहरू निकालेर सरसफाइ गर्न लागेँ। राखेको फ्रिज पनि राम्रोसँग सफा गरेँ अनि एउटा साफ गरेर म आफ्नो बस्ने काउन्टर पनि साफ गरेँ। सबै काम सकाएर एकछिनमा बाहिरतिर जान लागेँ। बाहिर गएर हेरेको त मौसम पनि राम्रो गरेको थियो। त्यसपछि म आफ्नो रुम खाना खान जान लागेँ। 5 मिनटपछि म आफ्नो रुममा पुगेँ अनि फेरि पसलमा आएँ। पसलमा एउटा भाइ स्टिकर हेर्दै थियो, एउटा भाइ सिम निकाल्न आएको थियो अनि एउटा डाई रिचार्ज किन्न आउनुभयो। त्यसपछि एउटा अङ्कल रिचार्ज किन्न आउनुभयो। एकछिनपछि दुईवटा दाइ आउनुभयो वाच हेर्न अनि अङ्कल पनि रिचार्ज किन्न आउनुभयो। त्यसपछि एउटा दाइको ग्लास हालेर दिएँ। एकछिनपछि दुईवटा भाइ आए, तिनी फिङ्गरसिप किनेर लगेँ। त्यसपछि एउटा दाइ आउनुभयो, उहाँले हाम्रो पसलबाट मोबाइल किनेर लगाउनुभयो। एउटा दिदी पनि आउनुभयो अनि उहाँले पनि हाम्रो पसलबाट नयाँ फोन लगेर जानुभयो। त्यसमा मैले ग्लास कभर सबै हालेर दिएँ उहाँलाई। उहाँको वारेन्टी कार्ड पनि राखेर दिएँ झोलामा। अनि एकछिनपछि एउटा अङ्कल आउनुभयो सिम किन्न, उहाँलाई सिम दिएर म एकछिन बसेँ। त्यसपछि एउटा सिस्टर आउनुभयो अनि उहाँले हाम्रो पसलबाट मोबाइल किन्नुभयो। त्यसमा मैले ग्लास कभर हालेँ अनि एउटा झोलामा उहाँलाई मोबाइल दिएँ। अनि एकैछिनपछि अर्को दिदी पनि आउनुभयो अनि उहाँले आइटेलको मोबाइल किन्नुभयो। त्यसमा मैले ग्लास कभर हाल्न लाग्छु, सो मैले ग्लास कभर हालेर उहाँलाई मोबाइल दिएँ। अनि दुईवटा दाइ आउनुभयो अनि उहाँले हाम्रो पसलबाट सिम किन्नुभयो। अनि रातिमा एउटा दाइ आउनुभयो अनि उहाँले पनि हाम्रो पसलबाट एउटा मोबाइल किनेर लगाउनुभयो। यो भिडियोलाई इन्ड गर्छु, सो कस्तो लाग्छ कमेन्ट गर्नु एन्ड च्यानललाई सब्सक्राइब गरिदिनु।